आज हामी जाँदैछौँ स्विमिङ पुल। हमको भी बना बाय भाई भाई नहीं हाई हाई अहिले हाई चिटिङ यो फर्स्ट गाई चाहिँ त चाहिँ आन्टीले पनि कपडा चेन्ज गरिसक्नु भएको छ नागिन मम्मी बिन्दी लगाउँदैछ भन् लिपस्टिक चाहिँ कस्तो छ सो व्हाट्सअप गाइज वेलकम टु माई न्यू भ्लग। आजको भ्लग चाहिँ धेरै मजेदार हुनेवाला छ किनभने आज हामी जाँदैछौँ स्विमिङ पुल। अनि हजुरहरू पनि हेर्नु होला कति रमाइलो हुन्छ भनेर स्विमिङ पुलमा। त्यता चाहिँ मम्मी बटिनु हुँदैछ अनि म चाहिँ रेडी भइसकेको छु, हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ बाहिर धेरै चर्को घाम छ अनि त्यसैले आज हामी जाँदैछौँ स्विमिङ पुल। हामीसँग यो पनि जाँदैछ, देख्न सक्नुहुन्छ मेरो भाइ। अनि यता चाहिँ मम्मी आउँदै हुन्छ, म पनि अगाडि जाँदैछु। अस्ति पानी परेर यता पहिरो आएको थियो, देख्न सक्नुहुन्छ रिगनतालमा। यता हेर्नुहोस् गाइज कति धेरै यता पनि पानी बगेको छ अनि यता महाकाली नदीमा लागेको छ। देख्न सक्नुहुन्छ कस्तो पानी फुटिरहेछ उताबाट। यता चाहिँ आन्टी र आयुष भेटिनु भएको छ यता। गाइज अहिले चाहिँ हामी बस पार्क नजिक पुगिरहेछौँ। उता देख्न सक्नुहुन्छ भौरा बगर फिल्ड अनि हामी चाहिँ यता छौँ। गाइज यता हेर्नुहोस् कति फोर्सको पानी छ, हेर्नुहोस् गाइज देख्न सक्नुहुन्छ होटल शिवशङ्कर स्विमिङ पुल। यतादेखि जाने हो बाटो, चलो। हमको भी बना बाय भाई भाई नहीं हाई हाई अहिले हाई अभी कहाँ हो अभी हम जा रहे स्विमिङ पुल। मैं हिन्दी क्यों बोल रहा हूँ गाइज, नेपाली हो ना मैं। तो अहिले चाहिँ हामी जाँदैछौँ तल। हेर्नुहोस् गाइज यताको सिन, यता बाटो अनि यता चाहिँ घोगाको के भन्छ खेत अनि यता चाहिँ यो धान। हेर्नुहोस् न कति राम्रो छ, कति राम्रो छ गाइज यता हेर्नुहोस्। अनि हामी जान्छौँ यसबाट। वाह नेचर हेर्नुहोस् न गाइज यताको। हजुरहरू पनि कहिले यता आउनु होला। अब सुरु हो यो मेन चिज, हेर्नुहोस् वाह उता हेर्नुहोस् गाइज दुईटा बन्दरहरूलाई। हेर्नुहोस् यो बाटो हो, हेर्नुहोस् आजकल हो इधर देख मत करना उधर मत जा। हेर्नुहोस् गाइज कति राम्रो छ गाइज, हेर्नुहोस् न यस्तो बाटो अनि वरपर घाँस। होटल जानको लागि यो ठाउँ चाहिँ एकदमै राम्रो छ है। हामी चाहिँ पुगिसक्यौँ स्विमिङ पुल। अब म हजुरहरूलाई देखाउँछु। यता चाहिँ यता हेर्नुहोस् अनि तल हेर्नुहोस् गाइज, म यताबाट देखाउँछु। तल हेर्नुहोस् स्विमिङ पुल। वाउ आज चाहिँ धेरै मजा आउनेवाला छ गाइज। यता हेर्नुहोस् यो छ स्विमिङ पुल, यतादेखि हेर्नुहोस्। वाउ हेर्नुहोस् कति राम्रो छ। यता बस्ने पनि व्यवस्था छ अनि यताको सिन हेर्नुहोस्। अनि यता चाहिँ स्विमिङ पुल छ, यतादेखि जान्छौँ उतादेखि। गाइज जब जाँदैछ हामी पनि स्विमिङ पुलमा। यता यता चाहिँ टिकट गर्नुपर्छ पहिला भित्र गएर। मजा आइरहेछ गाइज। आहा चिटिङ
यो फर्स्ट मेरे साथ अन्याय आज चाहिँ हामी गर्न गइरहेका छौँ पानी अन्दरको धेरै दुःखसम्म बस्नुपर्छ ग्रुप स्टार्ट 1 2 3 स्टार्ट ओ चिरे चिरे छ हाँ बंद कर कति झिको गइलो न भएछ होला ये आगे अब मन कर ले दे कैसे खाना अगाडि फोटो खिच्यो भने इन्डिया देखिया छ पारेबाट नेपाल अनि मम्मीलाई हेर्नुहोस् यता अनि उता आन्टीलाई गाइज यता मम्मी र आन्टी पनि पानीमा उत्रिसक्नु भएको छ जङ्गल लड्नको लागि होइन यता या या ल 1 2 3 मुन्टो बिजाउने नै मुन्टो बिजाउने नै हेर्नुहोस् मुन्टो बिजाउनु होला ए यहाँ मोबाइलमा पानी झर्छ है फेरि हेर्नुहोस् गाइज हेर्नुहोस् हेर्नुहोस् हाई ल त्यसलाई हेर्नुहोस् के भयो चिसो भयो हेर्नुहोस् यता हेर्नुहोस् हजुर मेरो उठ्ने घरमा आन्टी उता हेर्नुहोस् मम्मी र आन्टीलाई हेर्नुहोस् अहिले उत्रेका छन् गाई अघिदेखि मैले भने आउनु आउनु भनेर अहिले जे मन लाग्यो गाई अहिले ए नगर्नु गिर्किन्छ मोबाइल झर्छ हेर्नुहोस् ल आयुष आयुष चाहिँ उता नुहाइसकेर मस्त मोबाइल हेरिरहेको छ अनि म चाहिँ यतै छु गाई धेरै मजा आइरहेको छ ल आश हेर्नुहोस् गाइज वाउ डल्लुलाई पनि हेर्नुहोस् मैं खेलूंगा उधर से मांगो हेर्नुहोस् रेस यिनी दुईटा बीच क्या बने आंटी डूबते नहीं इधर बोल के हम नहाए छोटे में हम बच्चे हाँ हेर्नुहोस् गाइज यति ठुलो भएर बच्चे बोलिरहेछन् यता उता जानु हो नि यिनीहरूले त खास हजुरहरूसँग म पछि गएर भेटौँला अहिले चाहिँ यता बाई
अहिले यो पनि आइसक्यो, म पनि आइसकेँ। कपडाहरू पनि चेन्ज गरेँ, अब टाउको सुक्न दिन्छु। अनि अहिले पनि अरू मानिसहरू खेल्दैछन् उता, हामी चाहिँ यता बसेका छौँ। अनि मम्मी र आन्टी चाहिँ उहाँ रुममा गएका छन्, कपडा लाउँदैछन्। अनि टाइम ल्याप्स कस्तो लाग्यो कमेन्ट गर्नु होला। मैले बनाएको गाइज यता चाहिँ आन्टीले पनि कपडा चेन्ज गरिसक्नु भएको छ। नागिन अनि मम्मीले पनि कपडा चेन्ज गरिसक्नु भएको छ। अनि हामीले पनि गरिसक्यौँ। मम्मी बिन्दी लगाउँदैछ भन पाएँ। मम्मी बिन्दी लगाउँदैछ भन्। लिपस्टिक चाहिँ कस्तो छ? राम्रो छ, राम्रो छ। अनि मम्मीलाई हेर्नुहोस् लिपस्टिक लगाउँदै, हेर्नुहोस् कमेन्ट गर्नु गाइज कस्तो देखिरहेछ मम्मीलाई। यो हेर्नुहोस् यमा कस्तो इल्युजन छ यमा, तर म डबल तिर्बुल देखिँदैछु मेरो हात हेर्नुहोस्। अनि यता हेर्नुहोस्, यो यता केही छैन, यता आयो भने हेर्नुहोस्। अहिले चाहिँ हामी जाँदैछौँ माथि अब स्विमिङ पुलदेखि मजा गरेर। अनि उता चाहिँ मम्मी आउँदै हुनुहुन्छ पछाडि। गाइज आन्टीले यो किन्नु भएको छ मन्दिर जानको लागि, कहिले देख्न सक्नुहुन्छ। यो अहिले धान्छ यो लगिरहेको केरा हालेर केला हालेर छुपाएर ल्याउने। त्यो हातमा इन्डिया जाने म तामा केरा ल्याइदिए। गाइज यता हेर्नुहोस् हाँस कति राम्रो छन्, यता हेर्नुहोस् दुईवटा छन्। वाउ। अनि यता गाडीको आवाज आइरहेछ, हेर्नुहोस् कति राम्रा छन्। गाइज अहिले चाहिँ होटलमा आइसकेका छौँ यता, अब चाहिँ खान्छौँ, नास्ता यता गर्छौँ अनि घर जान्छौँ। यता सुप आइसकेको छ देख्न सक्नुहुन्छ। अब सबै खाँदैछन्। गाइज यता चाउमिन आइसक्यो देख्न सक्नुहुन्छ, त्यसले त यति पनि खाइसक्यो। मैले सुपमा हालेर खान्छु, यता देख्नुहोस् हेर्नुहोस्। अनि मम्मी र यिनी खाँदैछन्। गाइज अहिले सबैले खाना खाइसक्यो अनि यता फ्रुटी खाँदैछौँ। मकै किन्दैछन् देख्न सक्नुहुन्छ उता भुटेका, मलाई भुटेका भन्दैछु हेर्नुहोस् न, पोलेका हेर्नुहोस्। गाइज यो चाहिँ मन्चो हो देख्न सक्नुहुन्छ। अहिले यता कति राम्रो पानी पर्ने मौसम भएको छ, यस हावा पनि कस्तो लागेको हेर्नुहोस् न। अनि यस मौसममा हेर्नुहोस् पोलेका घोगा कति राम्रो छ गाइज। गाइस भुट्टा हिन्दीमा भुट्टी, भुट्टी भुट्टा भुट्टा, यो भुट्टी त हो, यो केटी हो। फाइनली गाइज अहिले चाहिँ घर पुगिसक्यौँ हामी सबै होइन। अनि म पनि अब हात मुख धुन्छु अनि छतमा गएर मस्त हावा खान्छु। बाहिर चाहिँ पानी पर्ने मौसम भएको छ, सायद उतादेखि पनि पानी परिरहेको छ अहिले। अनि त्यसैले आज चाहिँ धेरै थाकियो गाइज, सबै शक्ति स्विमिङ पुलमा पानीमा लागियो होइन। के गर्ने, मजा आयो गाइज, धेरै मजा आयो। हजुरहरूलाई कस्तो लाग्यो हेर्नु होला। अहिले चाहिँ म घर पुगिसकेँ, अब सबै पुगिसक्यौँ भनौँ न। सो आजको भ्लग हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला। र यस्तै मजेदार भ्लग हेर्ने हो भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। फेरि भेटिन्छौँ अर्को नयाँ भ्लगमा। बाई।